हेलो साथीहरू, दस नमस्ते, बन्दगी, राधे राधे। आउनुहोस् आज तपाईहरुमा लिएर जाँदैछु हिमाली चोक, जुन हाम्रो घरको नजिकै रहेको छ। जुन चोक जहाँबाट हामी भद्रपुर जाने गर्छौं, जहाँबाट बनियानी जाने गर्छौं, जहाँबाट मेची जाने गर्छौं, जहाँबाट पठामारी जाने गर्छौं। सो गाइज, यहाँ देख्न सक्नुहुन्छ यो रहेको छ हिमाली चोक। यहाँनिर बोर्डमा तपाईहरुले देख्न सक्नुहुन्छ हिमाली चोक, जहाँ हाम्रो स्कुल पनि रहेको छ, हाई स्कुल। सो यो रहेको छ बाटो मेची जाने अथवा ठाकुरगञ्ज जाने अथवा बैसाबारी जाने बाटो। यो रहेको छ अगाडिको बाटो देख्न सक्नुहुन्छ। अनि यो अगाडि सिधा रहेको छ भद्रपुर बिर्तामोड जाने बाटो। र यतापट्टि देख्न सक्नुहुन्छ तपाईहरुले यो भनेको बनियानी जाने बाटो। यो रहेको चोक यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरु। लाइभ म्याप सबै देखिरहेछ। यहाँ बगान काम गर्ने मान्छेहरु साइकल ठीक गरिरहेछ। यो रहेको छ चोक। सो यहाँनिरबाट देख्न सक्नुहुन्छ अगाडि यता भद्रपुर जाने बाटो रहेको छ। यो भद्रपुर जाने सिधा तपाईहरु सोमबारे ज्ञाने चोक भद्रपुर जान सक्नुहुन्छ यही बाटोबाट। सो देख्न सक्नुहुन्छ हिमाली चोक हाम्रो यस्तो रहेको छ। अनि जति पनि साथीहरु हाम्रो यो एरियाबाट हुनुहुन्छ यो भिडियोलाई लाइक कमेन्ट शेयर गरेर सबैसम्म पुर्याइदिनु होला। अगाडि देख्न सक्नुहुन्छ चोक रहेको छ हैन। सो अगाडि हाम्रो अलिक अगाडि हाम्रो हिमाली बजार, जहाँ बजार लाग्ने गर्छ, यहाँनिर देख्न सक्नुहुन्छ तपाईहरुलाई म लिएर जाँदै छु। सो यहाँनिर अगाडि जस बजार लाग्ने गर्छ शनिबार अनि बुधबार। यदि साथीहरु तपाईलाई थाहा छैन भने सो शनिबार र बुधबार यहाँ बजार लाग्ने गर्छ यहाँनिर भित्र। सो अलिक अगाडि हाम्रो रहेको छ हाम्रो हाई स्कुल, हिमाली हाई स्कुल, जहाँबाट हामी कक्षा 12 सम्म पढेका थियौं।